बेसेर छ त कोही छैन कत्रो घाम रहेछ यार धेरै Hello everyone, welcome to your channel. I care vlog. It's a सबैको हालखबर हैन अनि आज चाहिँ डे अफ रहेको छ भनेर त्यही भएर यसो मार्केट जानुपर्ने छ उठेर पहिला त्यो म लोकेसनको लागि जान्छु हैन कफी सप आफूले काम गर्ने ठाउँ त्यहाँ यसो दाइहरू भेटेर अनि दाइहरू पनि जानुहुन्छ मार्केट सो त्यतै छ हैन यस्तै छ यहाँको लाइफ पनि साउथीको लाइफ पनि उठेरै निस्किन नि माइला फेरि यस्तो झ्याउ छ कि यहाँ होइन अब बाहिर भिडियो बनाउनु यस्तो गाह्रो कि माटोमा साउथीमा र नदी चाहिँ कोही केटीहरूको देख्यो भने म बिना पर्मिसन भिडियो बनाएको भने तर उता केटीहरूको भिडियो बनाएको भनेर के हाल्यो भने जिन्दगी छैन फेरि त्यस पछाडि जिन्दगीभर साउदीको जेलमा तातो एसीको हावा खाँदै बस्नु पर्ने हो त्यही भएर बाहिर खासै बनाउन मिल्दैन निकाली गाह्रो गाह्रै हुन्छ त्यही भएर जहाँ कोही छैन त्यता चाहिँ बनाउन हल्का मिल्छ त्यही भएर बेसेर छ त कोही छैन कत्रो घाम रहेछ यार सो यहाँदेखि ल भनेको पर छ मेरो कफी सप हामीले काम गर्नुपर्ने ठाउँ हो अब हिँड्दै जानुपर्ने त्यहाँसम्म लगभग 10 मिनट जस्तो लाग्छ मलाई हिँड्दै जानु त्यही ठाउँ यस्तो गाह्रो हुन्छ यार बाटो काट्न त कसम छ भनेको केही छैन यस्तै छ यसै हेरौँ गाडीले उडायो अब छिटो क्लास हालेर बाहिरदेखि त्यस पछाडि कफी सप पुग्छु म दाइहरूको छुट्टी हुने बेला भयो अनि यति दाइहरूको छुट्टी भइसकेपछि चाहिँ टक्क लाएर अनि मार्केटतिर जानुपर्ने सोचा मार्केटमा भिडियो बनाउनु हुन्थ्यो तर त्यहाँनिर अरू केटीहरू हुन्छ फेरि माटोक्ने अनि भिडियो बनाउनु लास्टै गाह्रो यहाँ चाहिँ जस कोही छैन भनौँ न एक्लै भएर नभए त यसो देख्ने बित्तिकै गाह्रो पर्छ क्या फेरि पहिला दुबई हुँदा त फेरि जताततै घुम्ने ठाउँ थियो त्यहाँदेखि छुट्टी हुँदै पछि अथवा ड्युटी सकिने बित्तिकै घुम्न गइन्थ्यो यहाँदेखि केही छैन भन्दा यहाँ एउटा सानो मार्केट छ अनि त्यहाँ एउटा मार्केट छ यस्तो त्यति अनि यतापट्टि भनेको सबै भिल्लाहरू हो अनि भिल्लाहरू भएको भएर छैन त्यस्तो सिटी र अलिक ठुलो नि रिया जाने कति 1 घन्टाभन्दा बेसी लाग्छ अनि 1 घन्टा त बेसी टाइम जानु त हुन्छ तर के छुट्टी नै हुँदैन एकजनाको बाइक अनि एक्लै हिँड्न मन लाग्दैन अहिले जबरजस्ती हिँडेको सो अहिले त जानै पर्ने भएर कफी सप पुगिन्छ होइन म चाहिँ कफी सप आइसकेँ होइन अब यही हो मैले काम गर्ने ठाउँ पनि डोज कफी त्यस यता चाहिँ छेउछाउमा सबै चाहिँ मात्रै कफी सपहरू मात्रै छ क्या यता चाहिँ छेउछाउमा लगभग पछाडि पनि कफी सपै हो त पार्टीहरू पनि कफी सपै छ सबै जस रमाइलो छ भन्दा रमाइलो छ साउदीमा पनि जस खाली नै त दाइहरू निस्किने बेला भयो होला यो लाइटमा चाहिँ सबै कफी सपै मात्रै छ कफी सप छ पछाडि पनि सबै पछाडि भयो यता दाइहरू निस्किन्छ होला अनि एकछिन भित्र त अलिक गाह्रै पर्छ बनाएर जान अनि त्यही भएर अलिकति के दाइले बनाएछ भित्र यस्तो भित्र गएर निस्केर आउनु यसो त्यहाँ गएर हल्का ड्रिङ्क्स बोकेर आउँछु नि म पनि अब दाइहरूको छुट्टी हुन चाहिँ भाग्य चाहिँ एकछिन टाइम लाग्ने भयो त्यतिखेर चाहिँ म हल्का यसो हिँड्न लिएर बसिरहेको छु एउटा ड्रिङ्क्स ल्यायो अरे के यतिखेर बस्नु होइन रोजको खाँदै बस्दै दाइहरू त्यस पछाडि जाने हो त्यति चाहिँ अब यता गर्दै हामी बाहिर बस्ने यत्तिकै
अनि अहिले त भ्याकेसन बेलुकातिर बल्ल हुन्छ यार नेपालमा पोखरामा लेक साइडमा हो जस्तो यता नि मान्छे राति मात्रै हुन्छ चिल्ली मिल्ली रहेछ गाडीको मान्छे टट्नै हुन्छ दिउँसो त खाली लगभग भनेको 7 बजेपछि बल्ल मान्छेहरू हुन थाल्छ कि नर्मल त्यही निस्कियो क्या अब मान्छे छोरी निस्किसकेको म चाहिँ यो लाइनमा चाहिँ सबै क्याफे नै क्याफे छ कि यो वरिपरि सबै यो लाइन भएको जति सबै क्याफे क्याफिन कति हो कति चलिरहेको हुन्छ नेपालमा कसरी यस्तो हुने नेपाल चल्नै गाह्रो छ क्याफेहरू नि नि यही हो घुम्ने ठाउँ भन्ने नि ड्युटी जाने ठाउँ भने नि साउदीको धेरै छ बरु हामी कता मार्केटै जाने नि है अगाडि अगाडि आफ्नो गफमा म आफ्नो तालमा पछाडि पछाडि है कस्तो मिठो लागेको जस्तो लागेको मार्केटमा बनाउनु त्यस्तै हो अब फेरि उता गर्नु सक् खाना बनाउने छ यार छुट्टी सुरु भयो बल्ल अरे क्या अझै रुम आइसक्यो होइन अनि मार्केट गएर अब मार्केट त्रिपुरी बनाउनुले शेष हुन्छ क्या केटीहरू नै हुन्छ होला है त्यहाँनिर अलिकति केस पर्ने चान्स धेरै हुन्छ फेरि मेरो जिन्दगी चैट हुन्छ त्यही भएर मार्केट छ अब चाहिँ यसो हामी यो आजको प्लान सानो होइन चाहिँ एउटा सबजना बाँकी नै छ म चाहिँ 2000को सामान 2 झोला नि आएन हो साह्रै दुःखको कुरा हो यहाँ 2 नेपाली सम्झी 2000 रुपियाँ जस्तो गरेर 2 झोला पनि आएन कि सामान पनि छ्या लास्ट थकित पाराको भयो जिन्दगी अब एकछिन ढुक्का सप जान्छ फेरि ढुक्का सप गरेर फ्लेभर बोकेर आउनु छ यार के हो ल सबैलाई टाटा बाई बाई थ्याङ्क यू फर वाचिङ